लसो फ्याफुल्ला सबैजनालाई निर्दल लामा भ्लगमा धेरै पछि फेरि यहाँ सबैजनालाई हार्दिक स्वागत छ। कहाँकहाँदेखि हेर्दै हुनुहुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। तपाईहरु सबै आरामै हुनुहुन्छ? खाना खानुभयो? खानु भएको छैन भने पनि खानुस्, आराम छैन भने पनि आराम गर्नुस् है त। भन्दै हाम्रो यहाँ बहिनीहरु सब बिजोक अवस्थामा हुनुहुन्छ। म चाहिँ साथीको बिहेमा गाउँमा आएको छु है। आउन चाहिँ अस्ति नै थुप्रो भइसक्यो आएको, अनि भोलि चाहिँ मेरो साथीको बिहे छ। आज चाहिँ म ब्लग किन बनाइरहेको छु भनेदेखि म एकदमै धेरै काली भइसके, खोइ यहाँको प्याक खोइ। अनि म चाहिँ अब फेस प्याक लाउन लागेको छु साथीहरु। जिन्दगीमा पहिलोचोटि, त्यही पनि आफूले किनेको नि हैन, दाइलाई गिफ्ट आएको अरे। अनि मैले एउटा मागेर लिएर आएको। अब म फेस प्याक लाउँदै छु है, कस्तो गर्छ भिडियो पनि देखाउने छु यहाँहरुलाई। अनि भोलि मेरो साथीको बिहे, मेरो साथीलाई चाहिँ ह्यापी म्यारिड लाइफ हैन भन्दै अब आज त राम्रै हुनु पर्यो। रोकाउ त अलिअलि। आज चाहिँ हामी अब बिहेमा भोलिपल्ट भइसक्यो साथीहरु। बिहेमा जानुलाई यहाँ ठिक पर्दैछन्। गाउँमा चाहिँ बिहे दुईटा छ। उहाँहरु मास्तिर जानुहुन्छ, हामीहरु तेर्सो जानुहुन्छ। दुईटा बिहे भएपछि घरको मान्छे पनि छुटिँदो रहेछ भन्ने कुरा थाहा भयो आज। दुईतिर बाडिनु परिहाल्यो, मिल्नु परिहाल्यो गाउँतिर। अब चाहिँ हामी रेडी भइसक्यौँ अनि जान लागेको। अनि त्यसपछि यता हेर्दैन मलाई कस्तो देखेको छ गाई, जस्तो देखेको छ त्यस्तै कमेन्ट गरिदिनु होला। अनि त्यसपछि नानीहरू पनि हिँडिसक्यो। मम्मीहरू माथिको बेमा जानु भएको छ, हामी तलको बेमा जाने। भन्नु कस्तो देखेको छ गाइस, भन्नु होला। को राम्रो देखाएको छ रे क्या? मालदिदी नै हो। नाटक नगर फेरि। हाम्रो चाहिँ माइजी हुनुहुन्छ यता। माइजी हेलो भनिदिनु न। हेलो भनिदिनु। हेलो। आयो घर चाहिँ यही हो। हामी चाहिँ यताबाट जानुपर्ने हुन्छ। हिँड्नु न, किन रोक्यो र? अनि त्यसपछि बोलाउने यहाँबाट। अनि अब चाहिँ माया भाइले लुगा बिगार्यो नाच्दैन त मालिकको। अब बिहे घरमा अब अरू राम्रो देखेर आफूलाई यस्तो बिजत लाग्दैन हो, त्यस्तै हुन्छ क्या भनेको। त्यो एक्लै हुँदा मात्र राम्रो फिल हुन्छ। हेलो गाइस भन्नु यहाँ बिहेमा जाने हो भन्नु। तपाईँहरूलाई एउटा म कहानी सुनाउँछु होइन। हाम्रो घर पहिला यतैपट्टि थियो क्या, अनि पसल आउनलाई यो बाँस घारी कट्नु पर्छ है। मलाई यति डर लाग्थ्यो आमामामा। पहिला यस्तो पनि थिएन है, पुरै के यसरी छेकेर दुवैतिरबाट आएर ड्याम्मै कालो हुन्थ्यो कि यहाँनिर। अनि यति डर लाग्थ्यो, स्टिल लाग्छ तर अहिले त हिँड्नु पर्दैन नि त। अनि के गरे यतैबाट घर आयो भने पनि अटोमै जाने हो, अटोमै आउने हो। अनि होइन के म बजारबाट आउँदा म कहानी सुनाइरहेको छु। अनि त्यही भएर अहिले चाहिँ यसरी हिँड्दा पनि हुलमा हिँड्नुपर्छ। पहिला त एक्लै हिँड्नुपर्छ, त्यतिखेर चाहिँ भाइ साप यति डर लाग्थ्यो आम्मा। अनि राति हिँड्नुपर्छ त। एकचोटि मेरो साथ त गएर ज्वरो आयो मलाई। हाई भनिदिनु न ब्लगमा। लु हाई। तपाईँ भन्नु न, भन्नु। म चाहिँ भाउजू हो। हो हाम्रो भाउजू राम्री भएर आउनु भएको छ। अब अर्को दाइले उडाइदियो भने हामीलाई गाह्रो पर्छ गाइस। आयो कुकुर चाहिँ कसको हो त? हाम्रै हो। कुकुरलाई चाहिँ लुगा लाउन बिर्स्यो तपाईँहरूले। हाम्रो नि पायो 5वटा। बेहुलीलाई चाहिँ मैले भेटिसकेँ, त्यही पनि मैले भिडियो खिच्न चाहिँ पाएन। अनि उहाँ चाहिँ मेरो साथी हो, उहाँ पनि सँगै पढेको हामी हैन। उहाँको चाहिँ आफ्नै आफन्त पनि हो।
अनि बेहुली चाहिँ मेरो बेस्ट फ्रेन्ड कस्तो रुन मन लागेको थियो त्यही पनि मैले आँसु हाम्रो छोराहरू कता कता हो कस्तो गाह्रो छ क्या भ्लग बनाउनलाई पनि अब गीत बजिरहेको थियो त्यस कारणले गर्दाखेरि त्यहाँको साउन्ड चाहिँ मैले हाल्न सकिनँ हैन अनि कपिराइट देखाउँछ नि त बेहुली चाहिँ यतापट्टिको घरपट्टिको कपडा चेन्ज गरेर पनि निक्लिसक्नु भएको छ पिलिक हेर्दै हुनुहुन्छ उहाँहरू चाहिँ गाउँतिरको माइजूहरू हुनुहुन्छ कहिले आउनु भएको भनेर सोध्दै हुनुहुन्थ्यो यस्तै हो पहिले चाहिँ हाम्रो पनि घर यतैतिर थियो पछि चाहिँ उता बनाएको यताको बेचेर हामीले यस्तै हो गाउँतिर है बिहे घरमा अब जब गीत बजाइहाल्नु हुन्छ है अब युट्युबमा अनि त्यही भएर गाह्रो छ नि त मुसा हाम्रो तामाङहरूको त रीतिरिवाज हुन्छ क्या चारदाम मार्नुपर्छ क्या अनि त्यही चारदामको लागि चाहिँ माइतीहरू उता बेहुला पक्षको ठुलो बडाहरू राखेर अनि कुराकानी हुन्छ के कुराकानी हुन्छ क्या यसमा चाहिँ यो चारदाम चाहिँ एकदम विशेष हुन्छ अनि त्यसैको लागि सबैजना बसिरहनु भएको छ के रुन थाले क्या हो दिदी यतिखेर यो मान्छे रुँदै रुँदैन रुनु भन्नुपर्छ रुँदैन होला भनेर सोचेको थिएँ तर यो मान्छे रुन्छ भनेर मलाई थाहा थियो क्या बचपन बिताएको छु नि त यो मान्छेसँग मैले मेरो बेस्ट फ्रेन्ड पनि हो होइन अनि म आफैले यो भिडियोहरू खिचेको होइन मेरो बहिनीले खिचेको हो मेरो साथी रुन्छ भनेर नै मैले उसैलाई खिच्न लाएको थिएँ क्या अब अहिले म एडिट गर्दैछु अनि मलाई थाहा भइरहेछ मेरो आँसु कति झरिरहेछ भन्ने कुरो धेरै सम्झिरहेछु मिस यु मायालु होइन अब के भन्नु अब भिडियो त अस्ति नै हाल्नुपर्ने हो मेरो मोबाइलमा भिडियो पनि ढिलो आयो अनि त्यस कारणले गर्दाखेरि हालौँ नहालौँ यति ढिलो भने अब मेमोरी पनि हुन्छ नि त त्यस कारणले अनि भिडियो पनि हाल्न खोजिरहेछ अनि मम्मीले मेरो साथीको मम्मीले टिका लाउँदै हुनुहुन्छ यस्तै हो छोरीको कर्म पढाइ गरेर जानै पर्छ है ढिलो चाँडो हो कान्छुलाई दिदी अन्त नाइ भ्याउनु छ तेरो बाबा कटुरे मेरो छोरा सुत्यो बोला न भने हो दिदी सुन्दैन होला yang hangan jadi मेरोबाट खिच्दिनु मेरो त लु न खिचेको क्या हाम्रो पनि खिच्दिनु नि जाने पनि मौसम होला तिम्रो दुईटा
बिहेको भ्लग बनाउनु चाहिँ साह्रै गाह्रो रहेछ है। एडिट गर्दा गर्दा साउन्ड हटाउँदा हटाउँदा बेहुली पनि अन्माउने बेला भइसकेको छ। बेहुली निकालिसक्नु भएको छ। कति रुनु भयो त्यो म हेर्न नि सक्दिनँ है। साह्रै रुनु भयो मेरो साथी। सरी देख्नु चाहिँ पर्छ। अब के हो ल के हो त्यो अलि माथि सार्नु न है। अङ्कल ओ नातिनी अगाडि सर्नुपर्छ अहिले यसको फेरि पैसा जबर हाल्नुपर्छ माथिबाट गर्छ नि त्यो भन्नुपर्छ होइन यसलाई हजुरबा दिदीहरूले होइन सेक्नु तपाईँहरूले सेक्नु पर्दैन सबै सेकिसक्यो अगाडि आऊ 3 बाजी 10 सेकेन्ड टाइम दिन्छ फोटो खिच्नु अझ पनि हाँसो मात्र होइन देवी देवता सबै ठाउँ भयो भगवान गोलेहरूको फुलबाट छुट्यो केही सम्झिनु गोलेर गोलबाट छुट्यो अब उसमा गयो अब नुहार गोलो गयो ठ्याकमा 3 बाजी ढोगेर नातिनी ज्वाइँ पनि ठ्याक्क दौड्छ जानुपर्छ घुमेर गाडीमै वैवाहिक जीवनको धेरै 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 शुभकामना मायालु। साउन्ड अब गीत बजाएपछि साउन्ड हटाउनै पर्यो, एकदमै गाह्रो छ क्या। यत्रो एडिट गरेर अब फेरि कपिराइट देखायो भने हामीलाई नि एकदम गाह्रो हुने। अनि गीत चाहिँ सबै हटाइदिएको छु मैले, अनि आफ्नै भोइसमा बोलिरहेको छु। साथीको मम्मी दिदीबहिनीहरू चाहिँ एकदम धेरै रोइरहनु भएको छ। सबैजना कस्तो नरमाइलो लाग्ने क्या अन्माउने बेलामा चाहिँ। कुन चाहिँ बाबुआमाको मन रुँदैन होला क्या, आफ्नो मुटुको टुक्रालाई चाहिँ पराई घरमा पठाउनलाई चाहिँ ठुलै हिम्मत चाहिन्छ जस्तो लाग्छ मलाई चाहिँ। एकदमै गाह्रो मोमेन्ट हो क्या यतिखेर चाहिँ, कति धेरै गाह्रो हुने यतिखेर है। सबै
जना रोइरहनु भएको छ। सदैव हाँसी खुसी नयाँ जीवन सुरुवात गर्नुभएको छ। सफल रहोस्, सधैँ हाँसी खुसी सुन्न पाऊँ। धेरै माया सम्झना छ। मायालु वैवाहिक जीवनको फेरि पनि धेरै धेरै शुभकामना।